नमस्ते अनि नमस्कार गुड मर्निङ आज चाहिँ म तपाईहरुको माझमा एउटा भिडियो लिएर आउँदैछु त्यो चाहिँ हो आज म दिनभरि के गर्छु भनेर म त्यो भिडियो बनाउँदैछु अनि अहिले चाहिँ म उठेर मुख धुएर अनि त्यहाँदेखि ब्रसहरू गरिसकेर मेरो मर्निङ स्किन केयर पनि गरिसके अनि अब चाहिँ म तल जाँदैछु अहिले म रुममै छु अनि अब म तल गएर के गर्छु अनि म तपाईहरुलाई सबै कुरा देखाउँछु ल ओके ओके अब चाहिँ कफी खान्छु अनि अब मेरो काम सुरु गर्छु हो त यहाँनिर मैले सब्जी बनाइसके आजको लागि मेरो छोरी चाहिँ खेलिरहेको छ नि यस भन्दै बाबा अब चाहिँ म यहाँनिर मेरो काम सुरु यहाँनिर पर्दा बनाउँदैछु हजुर ओके मेरो काम सुरु हुनु आँटेको छ यहाँनिर पर्दा मैले काटेर सकेको छु अनि आधी उधी सिलाएर पनि सकेको छु हैन अब यहाँनिर अलिकति छ सिलाउनु पर्ने कतिवटा भन्ने 20 वटा भन्थे तर 21 वटा पर्दा सिलाउँदैछु यहाँनिर यो चाहिँ बनाइसकेकै यहाँ पर्दा अब चाहिँ म खाना खाँदैछु खाना भन्दा पनि बिचको भनौँ न खासै म खाना चाहिँ अलिक बेलुका 5 बजीखेर मात्रै खान्छु अनि तर आज चाहिँ यहाँनिर हेल्दी ओटमिल खाँदैछु अनि यहाँनिर चाहिँ मैले कोला पनि मिक्स गरेको छु दुधमा पकाएर अनि त्यहाँदेखि कोला पनि मिक्स गरेर खाँदैछु है अनि त्यहाँदेखि म मोमो बनाउँछु तातो छ तातोमा मैले कोला लगाइदिएको मिठो अब चाहिँ मैले यहाँनिर मोमोको लागि यहाँनिर कोपी यहाँनिर प्याज यहाँनिर धनिया अनि अदुवा मैले काटिसकेको छु अनि यहाँनिर चाहिँ किमा रेडी गरेछु अब यहाँनिर लगाएर मिक्स गर्छु अनि त्यहाँदेखि बनाउँछु यो चाहिँ चौकको बनाउँदैछु त्यस पछाडि म के लाउँछु भने अचिना के लाउँछु भने नुन ओके नुन लगायो
बनाउँछु घिउ खारेको छैन घिउ खारेर अनि बनाउँछु ओके अब म यहाँनिर मोमो बनाउनु आँटेको पत्ता अनि यहाँनिर चाहिँ छ किमा ल है अब चाहिँ मैले त्यो अघि किमा बनाएको थिएँ अब चाहिँ म मोमो बनाउनु सुरु गर्दैछु अनि मैले यहाँनिर धमाधमसँगले म मोमो बनाइरहेको छु अनि हुन त मेरो मोमो त्यस्तो पर्फेक्ट त छैन तर पनि म बनाउने कोसिस गर्दैछु पर्फेक्ट होइन अनि ल है त अब हेरेर तपाईँहरू पनि इन्जोय गर्नुहोस् है यो है मोमो मैले बनाएको मोमो यस्तो छ अनि यसरी बनाएर चाहिँ अनि फ्रोजन गर्छु मैले अघि गरिरहेको छु देखाउँछु ल यसरी छ मोमो हेलो म दिनभरि मैले के गरेँ सबै मैले भिडियोहरू गरेँ होइन अनि अब चाहिँ सुत्नु आँटेको सबै गरिसकेँ अनि त्यहाँदेखि स्किन केयरहरू पनि गरिसकेँ अनि अब चाहिँ सुत्नु आँटेको गुड नाइट भन्दै बाबा छिटो हाई हेलो खोइ पढेको खोइ क ख ग घ एबिसिडी भनिदेऊ छिटो